यहाँ हेर्दा लाग्छ संसार फूलमय छ, मनोरञ्जन दिँदैछ। कसैलाई फूलको बहार हेरेर मनोरञ्जन लिने फुर्सद छ, कसैलाई यो फूलको जीवन चक्रको बारेमा बुझ्ने मन छ होला। तर न त मैले बुझेको छ न कसैले। फोटो खिच्नु छ, अझ भिडियो बनाएर देखाउनु छ, त्यसैले त चलेको छ। यसरी यस्तो अत्याधुनिक क्रियाकलापले सबैलाई फाइदै फाइदा। यहाँ व्यापार राम्रो चलेको छ। चलेको छ यो ठाउँको सुन्दरता, चिनिएको छ नयाँ संसारको रूपमा। यहाँबाट के देखिँदैन? मकैबारी, चियाबारी र यी गुलाफी फूलहरू बोकेर स्वागतमा बसेका रुखहरू। फूल हेरेर मजा लिने भन्दा फोटो भिडियो खिचेर प्रचार गर्नेहरूको बढी योगदान छ। सहरको भिडभाडबाट मात्र 4 किलोमिटर टाढा यस्तो जादुमय ठाउँ छ जहाँ चिया बगानभित्र गुलाबी फूलहरूले ढकमक्क ढाकिएको छ। प्राकृतिक सौन्दर्य यति मनमोहक छ कि एकछिन तपाईँलाई लाग्ला सपना देख्दैछु। शान्ति खोज्दै हुनुहुन्छ भने यो ठाउँ तपाईँको लागि स्वर्ग हुन सक्छ। सस्तो, सुन्दर र शान्त यस्तो गन्तव्य सबैले जान्नुपर्छ। ट्याग गरौँ है साथीलाई जसलाई यहाँ ल्याउन चाहनुहुन्छ। फलो गर्न नबिर्सनुहोस् यस्तो हिडन जेम्सका लागि। यो यस्तो ठाउँ छ जहाँ सबै कुरा पाइन्छ। नजिकैको नेपालको ठुलो सिमानाका मध्ये एउटा बजार वरिपरिका मान्छेलाई पनि सायद यो ठाउँ थाहा थिएन होला। तर यो 3-4 किलोमिटर भित्रको प्रकृतिलाई निहाल्ने फुर्सद अब चाहिँ निकाल्न बाध्य बनाएको छ यस ठाउँले। निहाल्ने भन्दा पनि परैबाट मोबाइल तेर्साएर फोटो र भिडियो खिच्नु छुट्टै आनन्द छ। एप्पल, सामसुङ, ओप्पो, भिभो, सायमी जस्ता कम्पनीका फोन सेटहरू व्यस्त रहन्छन् यहाँ आएपछि। फूल फुलेको छ, ढकमक्क छ। नेपालीहरूको संस्कारमा पर्यटन त अनिवार्य नै छ। सीमापारीका नजिकैका भारतीयलाई पनि यस ठाउँले आकर्षित गरिरहेको छ। त्यसो त बाटोमा जङ्गे पिलर पनि ठडिएर बसेको देखिन्छ, नेपाल र भारतको मित्रता स्वरूप।